नेपाली कांग्रेसले प्रधानमन्त्री नबनाउने भएपछि अघिल्लो चुनावमा कांग्रेसकै सहयोगमा चुनाव लडेर जितेका र केही अघिसम्म मात्रै केपी ओलीलाई मुखमा आजतिको गाली गर्ने प्रचण्ड दौडेर बालकोट पुगेर सहमति गरेका छन्। एमाले लगायत दलहरूकै सहयोगमा प्रचण्ड अब प्रधानमन्त्री बन्नेवाला छन्। यसले नेपालको राजनीतिमा के देखाउँछ भने जहिलेसम्म प्रचण्ड नेपालको राजनीतिमा रहन्छ तहिलेसम्म नेपालमा कुनै पनि राजनैतिक स्थिरता, विकास, निर्माण र समृद्धिको काम हुँदैन। जहाँ प्रचण्ड त्यहाँ राजनीतिक आतंक हुनेछ। अबको 20 वर्ष पनि देश यस्तै प्रचण्डको चक्रव्यूहमा फसिरहनेछ र हामी उही फेरि शोक, रोग, भोक र अभाव, गरिबीको दुष्चक्रमा फस्नुपर्नेछ। यस्तो घिनलाग्दो राजनीतिको लागि तपाईहरू कांग्रेस भएर माओवादीलाई भोट हाल्नेलाई थुथु, तपाईहरू एमाले भएर फेरि माओवादीलाई काखी च्याप्नेलाई थुथु, तपाईँ जस्ता पुराना गए गुज्रेका सम्पूर्ण दलका समर्थकहरूलाई